हेलो गाइस, आज चाहिँ म तपाईहरुलाई हाम्रो 1 महिनाको खाद्यान्न खानेकुराहरु देखाउँछु हैन। फ्रिजमा कसरी राखेको छ है त। ल हेर्नु त, यस्तो खचाखच छ। हेर यता हेर्नु त, यता आमा यस्तो छ यी। ल यस्तो छ ल 1 महिनाको लागि। अब यस्तै हो, बजार टाढा भएपछि है महिनाभरिको लागि यसरी थुपार्यो। यसरी थुपार्यो। अब यता पनि छ। ल हेर यता है, यता आमा यस्तो छ र हाम्रो पारा यस्तो छ। ल हेर्नु त, यसरी राख्नुपर्छ। अनि अर्को चाहिँ यहाँ छ। ल हेर, यसमा मासु छ। हेर सबै प्लास्टिकको पोको है। ट्याक्टो फ्रिजमा माछा राई चिकन माछा यसरी गाह्रो छ। हाम्रो युरोपको बसाइ एकदम गाह्रो छ है त, एकदमै गाह्रो छ। त्यही माथि पसल एकदम टाढा छ है। 1-2 घन्टा लाएर गाडीमा जानुपर्छ। 1 महिनाको लागि थुपारो झ्याप्प लाएर हैन, फ्रिजमा ल्यायो थुपारो। जाने टाइम पाउँदैन अरू बेला, यही अब छुट्टीको टाइममा जाने हो। यस्तो छ हाम्रो। यो त्यो हुन्छ नि ठुलो ट्रकको पछाडिको भाग, त्यही हो हाम्रो किचन। आमा गर्मीको बेलामा यस्तो गर्मी हुन्छ, अनि चिसोको बेलामा यस्तो चिसो हुन्छ है। अनि यो चाहिँ हाम्रो उता पछाडि चाहिँ कम्पनी हो हाम्रो। अनि त्यो सानो परस देखेको छ नि, त्यो पनि किचन हो। यस्तो छ हाम्रो बसाइ। ल यहाँ कम्पनी छ, यहाँ किचन छ। अनि त्योभन्दा अलि पर उता 200 मिटर जति हिँडेर जानुपर्छ रुम, फेरि सुत्ने ठाउँमा। खानालाई यहाँ आउनुपर्छ। यसमा यस्तो छ हाम्रो। अनि यो चाहिँ हाम्रो रुम हो है। म भित्र देखाउन जाँदैछु है। टक्क यस्तो पलहरू यसरी राखेको छौँ। चालक्क ट्याक्कै पुरा ब्रान्डेड जुत्ताहरू। अनि चाहिँ यता ल यताको केटाहरूको पारा हेर, ठ्याक्क लाएर है। यता यस्तो छ, पुरा मोबाइल चलाएर बसिरहेको छ।